हेलो सबैजनालाई के कसो हुनुहुन्छ है म चाहिँ अहिले ड्युटीमा बोरिङ हुन्छ अब ड्युटी पनि अलिक लामै छ है नर्मल डे भन्दा अलिक लामै ड्युटी छ अन्त अलिक अब बोरिङ हुन्छ र चाहिँ अब यसो भिडियो बनाएर चाहिँ अब म चाहिँ ड्युटीमा चाहिँ अब एक्चुअल ड्युटी चाहिँ के हो हैन र कफी मसिन कफी सपमा काम गर्छु म र अब यो तपाईहरुलाई चाहिँ म कफीको मसिन है त्यो चाहिँ देखाउन गइरहेको छु है हेर्नुस् होला कस्तो कस्तो टाइपको कफीहरु बनाउँछौं हामी है भन्दा पहिले चाहिँ यो चाहिँ फिल्टर बेस कफी हो यो चाहिँ V60 हो है यसमा चाहिँ अब हामीले यो कफी चाहिँ यहाँ हाल्नुपर्छ यो चाहिँ फिल्टर पेपर हो हैन यो चाहिँ यस्तो हुन्छ यहाँ चाहिँ फिल्टर पेपर हालेर यहाँ चाहिँ कफी हाल्नुपर्छ हैन कफी हालिसकेर चाहिँ तपाईले हट वाटर चाहिँ यहाँ पोर गर्नुपर्छ यो चाहिँ केटल भयो यो केटलमा पानी वाटर हालेर चाहिँ यसमा पोरिङ गर्नुपर्छ है यो चाहिँ भयो तपाईको V60 अनि यो चाहिँ हो तपाईको फ्रेन्च प्रेस यसको चाहिँ कस्तो हुन्छ भने यसरी आउँछ हैन यहाँ मुनि चाहिँ कफी हालेर तातो पानी हाल्नुपर्छ तातो पानी यहाँ कफी हाल्नुपर्छ हैन अब ग्राम अनुसार स्ट्यान्डर्ड अनि तातो पानी हाल्नुपर्छ तातो पानी हालेर चाहिँ सर्टै गरेपछि प्रेस गर्नुपर्छ यसलाई यसको टाइमिङ हुन्छ यो चाहिँ फ्रेन्च प्रेस यो चाहिँ एरोप्रेस हो यसको नाम चाहिँ एरोप्रेस यो चाहिँ सबै फिल्टर बेस कफी हो है अनि खेरि यो फिल्टर पेपर लाग्छ यसमा यसलाई चाहिँ एरोप्रेस भन्छ यसमा चाहिँ कफी हालेर चाहिँ बनाउनु पर्छ है अनि खेरि समग्रमा हेर्नु पर्दाखेरि चाहिँ यो तपाईको V60 क्लोजमा देखाउन गइरहेको छु यो V60 को लागि एरोप्रेस को लागि यो फ्रेन्च प्रेस को लागि यति चाहिँ हामीले नर्मली बनाउने चाहिँ गर्छौं यो चाहिँ तपाईको फिल्टर बेस कफी भयो है यसमा चाहिँ एक्सप्रेसोको जुन चाहिँ मसिन हुन्छ त्यो छोडेर है तपाईको एक्सप्रेसो मसिन हो है यो त अब तपाईलाई सबैलाई थाहै छ है र यो चाहिँ कोल्ड ब्रू है फाइनली मैले अब V60 भयो हैन एरोप्रेस फ्रेन्च प्रेस र जुन चाहिँ अब एक्सप्रेसो मसिन देखाए त्यहाँबाट चाहिँ हामीले डिफ्रेन्ट टाइपको कफीहरु निकाल्न सक्छौं अब तपाईको र चाहिँ के हुन्छ भन्दा एक्सप्रेसो हुन्छ हैन अनि त्यहाँदेखि फ्लेभर चाहिँ हामीले बनाउनु पर्छ जस्तै स्प्यानिश लाटे छ भने स्प्यानिश मिक्स युज गर्नु पर्यो भेनिला छ भने भेनिला सिरप युज गरेर तपाईको मिल्क स्टिम गरेर गर्नु पर्यो दैट मिन्स यो चाहिँ भेनिला लाटे भयो हैन डिफ्रेन्ट कफीको चाहिँ अब डिफ्रेन्ट फ्लेभर हुन्छ तर बेस चाहिँ एक्सप्रेसो हैन जुन चाहिँ एक्सप्रेसो निस्किन्छ हैन त्यो चाहिँ तपाईहरुलाई मैले मसिन देखाइसकेको छु र डेमोको लागि चाहिँ अब म एउटा तपाईहरुलाई चाहिँ कफी बनाएर देखाउँदै छु है अब तपाईहरुलाई मैले बनाएको कफी मन पर्यो भने चाहिँ है लाइक गरिदिनुस् होला र तपाईहरुलाई धेरै धन्यवाद है र अब चाहिँ म कफी बनाउँदैछु है यो चाहिँ पोटा फिल्टर मैले ट्याम्प गरेर बिन्स लोड गर्दैछु यसमा चाहिँ 14 to 16 ग्राम हुन्छ एसओपी त्यो स्ट्यान्डर्ड अनुसार जो चाहिँ ट्याम्पिङ गर्दैछु है मैले ट्याम्पिङ गर्दैछु यो चाहिँ मैले लोड गरिसकेँ एक्सप्रेसो मसिनमा अलिक टाढोबाट छ है र मैले मिल्क पनि स्टिम गर्दैछु हामी टुगेदर अब गर्नु सक्छ मिल्क स्टिम गर्नुपर्छ मिल्क स्टिमको टेम्परेचर चाहिँ 130 to 160 हुन्छ 160 चाहिँ स्ट्यान्डर्ड हो अन्तखेरि अब आफूले अन्दाज पनि गर्न सकिन्छ है एक्स्ट्रा हार्ड गर्ने कस्टमरले एक्स्ट्रा हार्ड दिनु पर्यो नभए यो चाहिँ राखेर गर्नुपर्छ आफ्टर गरेपछि क्लिन चाहिँ गर्नुपर्छ स्टिम गर्नलाई हैन र अब चाहिँ म तपाईलाई आफ्नै अब लाते बनाएर देखाउँदैछु हेर्नुस् होला अब चाहिँ देखाउँदैछु तपाईलाई कफी कफी यो चाहिँ यो हो नर्मल हार्ड हो यो चाहिँ हार्डको नक्सा हैन यो चाहिँ एकदम लाते हो है यो चाहिँ मैले बनाएको र तपाईहरुलाई मैले कफी बनाएर पनि देखाएँ है कफीको पार्ट यो अब डिफ्रेन्ट कफीहरुको पनि भने हैन V60 को एरोप्रेस फ्रेन्च प्रेस अन्त यो लाते पनि बनाएर अब तपाईहरुलाई देखाइसके हैन भर्खरको लाते चाहिँ यही हो है ल इन्जोय गाइस फेरि भेटौँ नेक्स्ट भिडियोमा